हामी यति बेला सिद्धकुमा गाउँपालिका वार्ड नम्बर 4 को सौरोटा भन्ने स्थानमा छौँ। यहाँ कृषक हुनुहुँदो रहेछ, उहाँले किवी खेती गरिराख्नु भएको रहेछ। कति सालदेखि गर्नुभएको थियो कुनै, उहाँहरूसँग केही बेरका हामी जानकारी लिनेछौँ। किवी खेतीबाट प्रशस्त आम्दानी गर्न सकिने, राम्रो गर्न सकिने, यसको बजार मूल्य पनि राम्रो भएको कुरा उहाँले जानकारी त पाइसक्यौँ। अब तपाईँहरूलाई पनि हामी जानकारी दिने जमर्को गर्दैछौँ। उहाँबाट केही कुराहरू सोध्छौँ हामी। अङ्कल, यसको किवी खेतीको सुरुवात कहिलेदेखि गर्नुभयो? यो मैले गरेको 5 साल भयो। 5 साल जति भयो होइन? यो 5 सालमा कस्तो अनुभव गर्नुभयो? किवी खेतीबाट आम्दानी राम्रै गर्न सकिने देख्नुभयो? हजुर, मैले के गरेँ भनेपछि यो ल्याउनलाई 350 उहिले पऱ्यो सर। हजुर। अनि पछि मैले 5 बुटी लगाएको। हजुर। अनि 3टा बुटी मैले 2टा बुटी जाग्यो। हजुर। अनि त्यसपछि 100वटा सेब लगाएको थिएँ। हजुर। अनि 17वटा सेब पनि जाग्यो। हजुर। अनि त्यसपछि 3 सालसम्म आएन, 4 सालबाट सेब पनि आयो। हजुर। अनि 2 सालसम्म फल्यो राम्रो सेब पनि। हजुर। त्यसपछि किवी 3 वर्षबाट सुरुवात भयो। हजुर। अनि त्यसपछि अहिले पोहोर साल अलि कम थियो, अहिले अब 1 क्विन्टलबाट 1.5 क्विन्टलसम्म अब फलिएको छ, देख्नुभयो सर। यो बोट त मैले देखेँ होइन? स्याउ पनि छन् भन्नुभयो, स्याउ पनि लगाउनु भयो होइन? अनि स्याउबाट सर अब यो सालमा सर अब ढुसी लागेर पुरा अब त्यो उसको उद्देन बिमा दिन सर। तपाईँको यो फलबाट चाहिँ किवी खेती चाहिँ यो भूगोलमा राम्रो हुने देखियो होइन? स्याउ पनि लगाउनु भएको रहेछ यता डाँडातिर। स्याउ चाहिँ त्यति राम्रो हुने देख्नु भएन होइन? छटकाट खासै अब त्यो पानी मैले धेरै प्रयास गरेँ। हजुर। त्यसपछि मैले देखेँ अब यो किवी मात्रै अलि फलेर मैले यसको लागि मैले यो सालमा हजुर अब 50वटा बुटी लाउन लगाएको छु। हजुर। रोल्पाबाट ल्याउन लगाएको छु 350मा। रोल्पाबाट होइन? 350मा एउटा बेरमा 350 पर्दो रहेछ। हजुर। हजुर। अन्डीको केही छ तपाईँ पनि भन्नुहोस् न, यो किवी खेती बारेमा केही छ भन्नुहोस् न तपाईँ। सुरुवाती कसरी गर्नुभयो? सुरुवात कसरी लगाउनु भयो? बेर्ना तपाईँले नै सार्नुभयो? हजुर। अनि पानी चार्ने अनि बगाउने गरम कि भनिन यसलाई त कहिले सारीमा अब यस्तो किवी भन्न वास्तै गरेनौँ। अहिले त सुरुवाती चरणमा जे होस् किवी यसरी फल्दो रहेछ, यस्तो हुँदो रहेछ भने तपाईँहरूलाई पनि थाहा थिएन? थाहा थिएन सर। हजुर। ल्याउने खेती रोपिसकेपछि धेरै मल हाल्यौँ, धेरै वास्ता गऱ्यौँ। हजुर। धेरै मल हालेपछि धेरै फल्ने रहेछ अनि भन्न हजुर पनि खनिरहेका छौँ। धेरै अब केही गरौँ के भनिरहेका छौँ, अब हुने हो कि होइन सर। कृषि खेतीमा जे होस् किवी खेती गरियो भने माथिर जान सकिन्छ कि आर्थिक स्थिति सुधार्न सकिन्छ कि भन्ने तपाईँको सोच त्यो छ? सर अब कहिले केले भइजान्छ कि अब किवी खेती गरिरहेपछि भन्ने छ। हजुर। कि होइन भन्ने फेरि कहिले हुने लाग्छ, फेरि हुन्छ कि भन्ने लाग्छ। धेरै फलिरहेको छ एउटा बोट छ र भने। एउटा बोट मात्रै छ तर राम्रो फलिरहेछ। यसले उत्पादन एउटा वर्षमा 1.5 क्विन्टलसम्म उत्पादन गर्न सक्छ भन्नुभयो होइन अङ्कलले? त्यसको बजार सम्भावना कस्तो देख्नुहुन्छ? बजार सम्भावना हेर्नुहोस् अब यस्तो बुझ्दाखेरि सर अब 250-300 किलो केजी भनिसकेका छन्। हजुर। 250-300 रुपियाँ केजी? हजुर। हजुर। सर अब त्यसको लागि अब यति मेरो अब एउटा बुटीले मात्रै अब त्यहाँ एउटा 1 पिको पनि भएन सर है। हजुर। अब मैले त अब 250-300 बिरुवा लाउनु पर्यो। हजुर। 250-300 बिरुवा लगाइसकेपछि अब 1 गाडी पुग्छ। हजुर। 1 गाडी पुगिसकेपछि अब काठमाडौँ भयो, नेपालगञ्ज भयो, त्यसपछि यो बुटौल भयो, त्यसपछि अब कालीमाटी भयो, त्यसपछि सुर्खेततिर भयो, त्यसपछि सल्ली बजार, सल्यान, सिनरतिर अब बिक्री गर्न त पाइयो सर। पाइयो त्यहाँ त। त्यसपछि अब त्यस्तै अब भइसकेको छ सर हाम्रो अब खेतीको लागि। तपाईँको यहाँ बाटो त आइसकेको रहन्छ, यसलाई बजारसम्म लग्नलाई, गाडीसम्म लग्नलाई कति जति लाग्छ अङ्कल? यहाँबाट गाडीसम्म लग्नलाई बोकेर जानलाई अब 15-30 मिनट जति लाग्छ। 15-30 मिनट मिनट जति लाग्छ होइन? त्यति जति लाग्छ भन्नुभयो। अलि यातायातको सुविधा अलि वञ्चितै हुँदो रहेछ होइन? अलि टाढै हुँदो रहेछ। यसबाट बजार मूल्य त कतिसम्म पाउँछ भन्ने कुरा गरिहाल्नुभयो होइन? त्यसपछि यसको आगामी रणनीति के छ? किवी खेतीलाई विस्तार गरेर अगाडि बढ्ने त्यस्तो केही रणनीति? 50वटा बेर्ना लगाएर वार्षिक कति जति आम्दानी गर्न सकिन्छ भन्ने कुरा बुझ्नु भएको छ? यसो क्यालकुलेसन गर्नु भएको छ केही? मैले सर अब यसो 50वटा बुटीले सर अब त्यस्तो अब हिसाब गर्दा सर अब
मासिक सर 5 लाख 6 लाखसम्म होला भन्ने जस्तो लाग्छ सर मलाई। हजुर अब 300 अब 250 अब सुनेको कुराले केजीले होइन। हजुर 50 वटा बुटीले त अब 50 कुन्टल त्यही भयो कुन्टलको हजुर होइन। हजुर त्यो फल्छ यो भन्ने कुरा त्यस्तो त मैले अब उहाँ गइने पनि हेरेँ सर बिरुवा पनि। त्यसपछि त्यो त्यहाँ गएर के हो भनेपछि अब बालाराम हजुर केसी हो सर। बालाराम केसी हजुर। रोल्पामा हजुर हजुर भनेको अब रोल्पा के यो उहाँ सर यो क्षेत्रेश्वरी गाविस पर्छ गरे सर है। यो छत्रेश्वरी गाउँपालिकामा होइन त्यहाँ माथि। हजुर हजुर पाथाल्न भन्नेमा हजुर हजुर पाथाल्न भन्नेमा रामबहादुर केसीसित सर अब त्यस्तो सम्पर्क गरिसकेको छु। अनि त्यसपछि मैले त्यहीबाट बुढी ल्याउन लाग्छु सर। हजुर ल्याइसकेपछि अब त्यहाँ त वोकर पनि पाउँछ त्यस जो चिज पनि हजुर त्यहाँ त अब पाइसकेको छ। र त्यसपछि मैले त्यहाँबाट ल्याउन लाग्छु र अब 100 बुढी जति त्यहाँबाट लिएर आउनु लाग्नु अब भएको यो पुसको 25-26 गतितिर जान्छ। पुसको 25-26 गते आज हामी पुसको 11 गते 11 गतेको दिन 12 गतेको दिनमा छौँ यहाँ होइन। तपाईँसँग पुसको 25-26 गते लिएर आउनु होला। तपाईँलाई शुभकामना होइन। तपाईँसँग अरू के खेती गर्नु भएको छ? यही किवी मात्रै त होइन अरू छ? अरू प्रोसेस अरू पनि सर अब 3-4 बुटी छ टिम्बुर छ। हजुर अनि 100 बुटी अब 100 बुटी सेप लाग्दा 17वटा बुटी सेप छ। हजुर 17वटा हजुर। अनि त्यसपछि गोदवा सर 25-30 कुन्टल बिहार छ सर। हजुर। अनि त्यसपछि मासिक सर गोदवाबाट पनि 80-90 1 लाखसम्म पनि म अदुवाबाट मात्रै त्यति गराइराख्नु भएको छ। टिम्बुरबाट सर अब 2 अनि 1.5 सम्म हुन्छ सर। राम्रै गर्नुभएको रहेछ होइन। तपाईँलाई शुभकामना। यो किवी खेतीमा सरकारले लगानी गरिदियोस् भन्ने चाहनुहुन्छ कि अरू खेतीमा केही खेतीमा त्यस्तो टिमुर खेतीमा अथवा स्याउ खेतीमा अथवा अदुवा खेतीमा लगानी गरिदियोस् भन्ने चाहनुहुन्छ? केसमा लगानी गर्न चाहनुहुन्छ? मैले त लगानी सर अब किवीमा गरिदिएको। किवीमा गरिदियो। तपाईँ बाख्रा पनि पाल्नु भएको छ होइन? खोर देख्यौँ हामीले अघि होइन। बाख्रामा के छ? बाख्रामा सर अब बाख्रामा सर अब धेरै उपाय होला धेरै उ गरेर अब धेरै आम्दानी होला पनि गरे सर है। हजुर यो गोठको सम्भावले हो कि सर। अनि यसको अब बाख्रातिर पाठा दिने सर। हजुर अनि त्यसपछि मरिजाने सर होइन। त्यस्तो समस्या देख्नुभयो कि? अब 3 वर्ष भयो सर। 3 वर्षसम्म अब मैले एउटा मैले त्यो पाटो अब देख्न पाएको छैन सर। कृषि प्राविधिकहरू कसैलाई देखाउनु भएन तपाईँहरूले? देखाएँ सर मैले ढोरसौर यो सिद्धकुमार गाउँपालिका ढोरचोरको कृषि शाखामा भन्नुभयो, जानकारी गर्नुभयो? हजुर मैले के प्रतिक्रिया आयो त्यहाँबाट? उहाँबाट त केही खोर पनि राम्रो छ भन्नुभयो दीपावली सरले। हजुर होइन। पछि उहाँलाई पनि मैले ल्याएँ। अनि त्यसपछि उहाँले के भन्नुभयो भनेपछि यो खोर राम्रो उपाय छ भन्नुभयो सर। अब के भएन सर पछि हाम्रो त अब धेरै अब हानि नोक्सानी भयो। अब सिद्ध बाख्रा पालन फारम खोल्नु भएको छ तपाईँले? हजुर दर्ता पनि गरेको छु सर। दर्ता गर्नुभएको छ? गाउँपालिकामा दर्ता गर्नुभएको छ? गाउँमा दर्ता गरेको सर। अनि यस 3 वर्ष भयो सर। 1,25,000 बाख्रा ल्याएको हो। हजुर। अनि पछि 40,000को बैर जातको बोका ल्याएको सर। बोका देख्नु भयो सर? बैर जातको बोका देखेँ मैले होइन। 80-90 केजी जति भएको अनुमान गर्न सकिन्छ। सजिलै अनुमान गर्न सकिन्छ। तपाईँलाई यो किवी खेतीप्रति प्रोत्साहन गर्नलाई अरू कृषकहरूलाई केही भन्न चाहनुहुन्छ? चाहन्छु सर। हजुर। अनि अरूलाई पनि के भन्छु भने सर मैले एउटा बुटीबाट अब 1 कुन्टल 1.5 कुन्टल जति फल्छ सबैले लगाइसकेपछि तपाईँहरूलाई पनि आम्दानी होला मलाई पनि आम्दानी होला सबैलाई फाइदा हुनेछ। हामी जब अब एक मासिक एकपटकमा 1 टरक जति निकाल्नु पर्यो भनेर मैले पनि अब अरूहरू टोलीहरूलाई पनि मैले 5वटा 6वटा 10 12वटासम्म भन्दै मैले अब दिन लाग्छु सर। अनि उहाँले पनि पैसा दिन लाग्नु भएको छ मलाई। अनि किन ल्याइदिनु पर्यो अनि भन्नुहुन्छ उहाँले। अब हामीलाई थाहा छैन भन्नुभएको छ। त्यसको लागि मैले प्रोसेस चाल्दैछु सर। कृषि खेतीमा यो किवी खेती गरून् त्यसपछि आर्थिक उन्नति गरून् भन्ने चाहनुहुन्छ तपाईँले? अरूले पनि गरून्, मैले मात्रै नभइकन अरूले पनि गरून्, बजार मार्केटसम्म हामी पुर्याउन सक्यौँ, आर्थिक उन्नति गरौँ भन्ने चाहना छ तपाईँसँग होइन? अरू केही छ भने भन्नुहोस् समग्रमा, नत्र हामी सकौँ होइन? सर नमस्कार। हस् नमस्ते।